आज हामी कक्षा 9 को सामाजिक विषयको चाहिँ एकाइ 4 सामाजिक समस्या र समाधान भन्ने एकाइको चाहिँ सोल्युसन गर्न गइरहेको छौँ। योभन्दा अगाडि चाहिँ हामीले कक्षा 9 को सामाजिकको एकाइ 1, 2 र 3 को सोल्युसन गरेर हालिसकेका छौँ। तिमीहरूले हेरेको छैनौ भने त्यो चाहिँ हाम्रो च्यानलमा रहेको छ र हामीले कक्षा 9 को चाहिँ कम्पलसरी म्याथ, साइन्स, अप्सनल म्याथ, अर्थशास्त्र, अकाउन्ट सबै सब्जेक्टहरूको चाहिँ च्याप्टर 1, च्याप्टर 2 हरू सोल्युसन गरेर हालिसकेका छौँ। तिमीहरूले हेरेको छैनौ भने त्यो नि हाम्रो च्यानलमै रहेको छ, तिमीहरू सर्च गरेर हेर्न सक्छौ। र अब आउने दिनहरूमा पनि हामी यस्तै खालका सबै सब्जेक्टको चाहिँ भिडियोहरू लिएर आउनेछौँ। त्यसैले च्यानललाई सब्सक्राइब गरेको छैनौ भने गरिहाल। तिमीहरूले सब्सक्राइब गरिसके पछाडि चाहिँ अब आउने नयाँ भिडियोहरू सबभन्दा अगाडि हेर्न पाउनेछौ होइन। तिमीहरूको एक सब्सक्राइबले चाहिँ हामीलाई नयाँ भिडियो बनाउने मोटिभेसन पनि मिल्छ। त्यसैले च्यानललाई सब्सक्राइब गरेको छैनौ भने गरिहाल। अब चाहिँ हामी ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। अब एकाइ 4 मा चाहिँ हाम्रो पहिलो च्याप्टर के रहेको छ भने सामाजिक समस्याको पहिचान रहेको छ। अब यसमा दिएको क्वेसनहरू हेरौँ। सबभन्दा अगाडि हामीलाई क्रियाकलाप दिएको छ। क्रियाकलापमा चाहिँ 1 नम्बरमा हामीलाई के क्वेसन दिएको छ, सामाजिक समस्याका रूपमा रहेको हेपाइ विरुद्ध चेतना जागृत गराउने एक सार्वजनिक अपिलको नमुना तयार पारी विद्यालयको सूचना पार्टीमा टाँस्नुहोस् भनेको छ। मैले यसको बारेमा एन्सर लेखेको छु, तिमीहरू पढ्न सक्छौ। यतापट्टि साइडमा पनि मैले लेखेको छु होइन। यहाँनिरबाट मैले यसरी एउटा सूचना पार्टीमा टाल्ने कुरा बनाइसकेको छु। अब 2 नम्बरमा चाहिँ हामीलाई साइबर अपराध सम्बन्धमा पत्र पत्रिकामा छापिएका समाचार लेख सम्पादकीय आदि सङ्कलन गरी कक्षामा बुलेटिन बोर्ड तयार पार्नुहोस् भनेको छ। यो चाहिँ अब तिमीहरूले कक्षामा साथीसँग छलफल गरी लेख्नुपर्ने हुन्छ है। मैले त्यही लेखिदिएको छु। 3 नम्बरमा चाहिँ आजकल सामाजिक सञ्जालमा बढी समय बिताउने, मोबाइलमा लामो समय गेम खेल्ने, टिकटकमा बढी समय बिताउने र टिभीमा बढी समय व्यतीत गर्ने साथीलाई चाहिँ त्यसको असर र त्यसबाट बच्न के सल्लाह दिनुहुन्छ, आजसम्म छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु होइन। सामाजिक सञ्जाल, मोबाइल, टिभी आदि लामो समयमा नचलाउने होइन, त्यो चलाउँदा के हुन्छ यसको असरहरू पनि मैले यहाँ लेखेको छु अनि योबाट हुने ऊहरू पनि यहाँ लेखिदिएको छु। तिमीहरू यो पढ्न सक्छौ। अब हामी अभ्यासमा पुगेको छौँ। अभ्यासमा चाहिँ तलको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। क नम्बरमा हेपाइ भनेको के हो, के आधारमा हेपाइ हुने गर्दछ भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु। ख नम्बरमा चाहिँ हामीलाई हेपाइले व्यक्तिमा पार्ने असर उल्लेख गर्नुहोस् भनेको छ। त्यसको एन्सर मैले यहाँ देखेको छु होइन। हीनता बोध गर्ने, मनोबल कमजोर हुने, विद्यालय जान मन नमान्ने, घरमा भनेको नमान्ने, एकहोरो हुने, यस्तो चाहिँ के हो, हेपाइले पार्ने मानिसमा पर्ने एउटा असर हो है त। त्यो पछाडि ग नम्बरमा साइबर अपराध भनेको के हो लेख्नुहोस् भनेको छ। यसको एन्सर मैले यहाँ दिएको छु। घ नम्बरमा साइबर अपराध अन्तर्गत पर्ने क्रियाकलाप के हुन् उदाहरणसहित व्याख्या गर्नुहोस् भनेको छ। त्यसको बारेमा मैले उदाहरणसहित लेखेको छु, तिमीहरू पढ्न सक्छौ। अनि ङ नम्बरमा साइबर अपराधले व्यक्तिमा कस्तो असर पार्छ भनेर सोधेको छ। व्यक्तिमा पार्ने असर मैले यहाँ लेखिदिएको छु, तिमीहरू पढ्न सक्छौ। त्यो पछाडि च नम्बरमा साइबर अपराध नियन्त्रण गर्ने उपाय लेख्नुहोस् भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु, धेरैवटा लेखिदिएको छु, तिमीहरू लेख्न सक्छौ है। सबैमा सचेतना अभिवृद्धि गर्नेहरू रहेको छ। त्यो पछाडि हामी अब पाठ 2 सामाजिक सुधारमा स्थानीय सङ्घ संस्था भन्ने पाठमा पुगेको छौँ। अब यसमा चाहिँ सबभन्दा अगाडि हामीलाई अभ्यासमा के दिएको छ, तलको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। क नम्बरमा सामाजिक सङ्घ संस्था भन्नाले के बुझिन्छ भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु, तिमीहरू पढ्न सक्छौ। ख नम्बरमा आमा समूह कस्तो सामाजिक संस्था हो लेख्नुहोस् भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु, यत्र साइडमा पनि रहेको छ है एन्सर। त्यो पछाडि ग नम्बरमा सामाजिक सुधारका निम्ति युवा वर्गले कस्तो भूमिका निर्वाह गर्न सक्दछन् लेख्नुहोस् भनेको छ। त्यसको एन्सर आधा यहाँ दिएको छ, आधा चाहिँ मैले यहाँ दिएको छु होइन। तिमीहरू यहाँबाट पढ्न सक्छौ। अब हामी पाठ 3 सामाजिक सुधारमा राष्ट्रिय सङ्घ संस्थाको भूमिका भन्ने चाहिँ पाठको चाहिँ सोल्युसन गर्न गइरहेको छौँ। यसमा हामीलाई अभ्यासमा तलको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। क नम्बरमा नेपाल रेड क्रस सोसाइटीको परिचय दिनुहोस् भनेको छ। अब यसको परिचय मैले यहाँ दिएको छु, यो स्थापना कसरी भएको थियो अनि यसको कहिले स्थापना भएको थियो, कसले स्थापना गरेका थिए, यो सबै कुरा यहाँ लेखेको छ, तिमीहरू पढ्न सक्छौ। अब त्यो पछाडि ख नम्बरमा नेपाल स्काउटको भूमिका उल्लेख गर्नुहोस् भनेको छ। स्काउटले चाहिँ के गर्छ त्यसको बारेमा मैले यहाँ लेखिदिएको छु, तिमीहरू पढ्न सक्छौ होइन। यसको एन्सर यहाँ भयो। अब त्यो पछाडि ग नम्बरमा नेपालमा सामाजिक समस्या समाधानमा राष्ट्रिय सङ्घ संस्थाको योजनाको समीक्षा गर्नुहोस् भनेको छ। त्यसको योजनाको समीक्षाहरू मैले यहाँ तल लेखेको छु, तिमीहरू पढ्न सक्छौ। यतापट्टि साइडमा पनि दिएको छ यसको एन्सर। अब यतापट्टि साइडमा पनि दिएको छ होइन। यसरी हामीले यसको एन्सर धेरै नै लामो लेखेका छौँ, तिमीहरू यो पढ होइन। त्यो पछाडि हामी अब पाठ 4 सामाजिक समस्या समाधानका मौलिक अभ्यासमा पुगेका छौँ। अब यसको अभ्यास हेर्छौँ हामी सबभन्दा पहिला होइन। अभ्यासमा चाहिँ हामीलाई क नम्बरमा सामाजिक समस्या समाधानको मौलिक अभ्यास केलाई भनिन्छ भनेर सोधेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु, तिमीहरू पढ्न सक्छौ। त्यो पछाडि ख नम्बरमा चाहिँ सामाजिक समस्या समाधानका लागि भएका मौलिक अभ्यासको महत्त्व उल्लेख गर्नुहोस् भनेको छ। त्यसको महत्त्वहरू यहाँ दिएको छु। समाजमा सहयोग र सहकार्यको भावना वृद्धि हुन्छ, समाजमा रहेका सबैले समान रूपमा सहभागिता जनाउन पाउँछन्, सामाजिक नियम बनाउन र पालना गर्न मद्दत पुग्छ, सामाजिक एकता कायम गर्न र भेदभाव हटाउन सकिन्छ भनेर मैले लेखेको छु, तिमीहरू यहाँबाट पढ्न सक्छौ। त्यो पछाडि ग नम्बरमा समुन्नत समाज बनाउन कस्तो खालको सामाजिक सुधार आवश्यक छ तर्क दिनुहोस् भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु, तिमीहरू पढ्न सक्छौ। घ नम्बरमा सहभोजले सामाजिक एकता कायम गर्न कसरी मद्दत गर्छ लेख्नुहोस् भनेको छ। त्यसको एन्सर मैले यहाँ दिएको छु, तिमीहरू यहाँबाट पढ्न सक्छौ।
यसरी मैले यो लास्ट क्वेसनलाई सल्भ गरिसके पछाडि होइन हाम्रो चाहिँ एकाइ 4 को चाहिँ सम्पूर्ण पाठको चाहिँ अभ्यास गरेर सिद्धिएको छ। अब आउने अर्को भिडियोमा हामी एकाइ 5 को नागरिक चेतना भन्ने चाहिँ एकाइको हामी सम्पूर्ण पाठको चाहिँ सोलुसन लिएर आउनेछौँ। अहिलेसम्म तिमीहरूले च्यानललाई सब्सक्राइब गरेको छ भने गरिहाल। तिमीहरूले सब्सक्राइब गरे पछाडि हाम्रो एकाइ 5 भिडियो आउने बित्तिकै सबभन्दा अगाडि तिमीहरूले हेर्न पाउनेछौ। ल आजको लागि यति नै भयो। भिडियो लास्टसम्म हेर्ने सबैलाई धन्यवाद।